हेलो मैले चाहिँ नानी स्कुल पुऱ्याएर चाहिँ यो बाटो यो ठाउँ को एकदम परिचित हुनुहुन्छ है। सेन्ट मेरिजबाट कसैले भिडियो हेर्दैछ यो ठाउँ चाहिँ कुन चाहिँ बाटो हो। नानी स्कुल पुऱ्याएर चाहिँ तल एउटा ठाउँमा जाँदैछु म। त्यहाँबाट मकै ल्याउन गएको अर्ग्यानिक है। र तपाईहरुलाई एकदम हाम्रो नजरा है कसैले चिन्नुहुन्छ भने कमेन्ट डाउन। र यहाँबाट मैले अस्ति भ्लगिङ गरेको थिएँ है म चाहिँ सानोतिनो भ्लगिङ सेन्ट मेरिजबाट गर्ने गर्छु। भिडियो हेर्दैछन् चाहिँ हल्का लाइक चाहिँ दिने हो तपाईहरुले है। सो यो बीच ठाउँ है। कमेन्ट डाउन है यहाँबाट को चाहिँ हेर्दैछ। र नानी पुऱ्याउनु 8 बजीतिर आएको होला 9:30 भयो। ज्योति घर पुगेको छैन। यहाँ चाहिँ छ बीच सुशील गाउँको है हल समाज घर। यहाँ छ होली क्रस है। सानोतिनो अपडेट है। घरमा गएर के कसो गर्छु तपाईलाई अपडेट दिँदै जानेछु। आन्टीको घर यतै भनेछ। होली क्रस को पढ्नु भएको यहाँ कता भन्दैछ कि म गएर आउँछु। हेलो ब्याक टु माई पेज। ज्योतिले आजको भ्लगिङ सुरु गरिरहेको छ ज्योतिको काँक्राबारीबाट। तपाईँहरूलाई काँक्रा देखाउँदै यस्तो भिडियो सुरु गर्नु मन पऱ्यो गाइज है। थ्याङ्क यू फर यर लभ एन्ड सपोर्ट है। यहाँ धेरै फुल फुलिरहेछ। यो फुलहरू चाहिँ मेरो सबै सब्सक्राइबर मेरो भ्युवर्सहरूको लागि। सो आजको भिडियो चाहिँ हात कस्तो अप्ठ्यारो भयो मलाई है। र तपाईँहरूलाई एकदम थ्याङ्क यू भन्दै म चाहिँ अब नुहाउन जान लागिरहेको छु। आजको भिडियो चाहिँ म सुरु गरिसकेको छु। मेरो आफ्नै घरबाट मेरो दुःख गरेर रोपेको मेरो काँक्राको बोटहरू तपाईँ भ्युवर्सहरू हेरिरहनु भएको छ र ज्योतिलाई होइन। जुले गरेको ज्योतिले मेहनत गरेको घरमा ज्योति बसेर के गर्छ भने त्यही गर्छु। काँक्रा रोप्ने टाइममा काँक्रा रोप्छु। खानु मन पऱ्यो टिपेर पनि खाइदिइहाल्छु फ्रेस वान हो। त्यसरी तपाईँ धेरै माया दिनुभएको छ होइन। अन्त अब आफ्नो मेरो तर्फबाट कोसिस जारी नै छ। हप्तामा 2टा भए पनि लङ भिडियोस लाउँछु। छोटो भिडियो त म युट्युबमा लाई नै राख्छु है। त्यतिमा पनि तपाईँहरूले धेरै माया दिनुभएको छैन माया दिनुभएको छ। यदि भिडियो पनि अहिले पनि हेर्दैछ भने चाहिँ यो औँलाले चाहिँ केही गर्नु पर्दैन। त्यो औँला जस्तोलाई यसो लाइक गरेर ठ्याक्क लाइक गर्नु मात्रै है। त्यति पनि गर्दैन। ज्योतिले यस्तो भिडियो चाहिँ गरेर तपाईँलाई देखाइरहेछ हो। लाइक भन्ने चाहिँ छैन। तपाईँहरू चाहिँ फेरि त्यस्तो सेल्फिस पनि नआउनुहोस् है तपाईँहरू। र त्यही छ है। अब आजको दिन चाहिँ म सुरु गरिसकेको छु। के कसो हुँदै जान्छ है भन्नु सकिँदैन। अब दिनभरि के हुँदै जान्छ त्यो नै म क्याप्चर गर्दै तपाईँहरूलाई देखाउने छु। थ्याङ्क यू वान्स अगेन फर यर लभ एन्ड सपोर्ट। भिडियो हेर्दैछ भने चाहिँ एकपल्ट लाइक चाहिँ गर्नु होला। सो गाइज म चाहिँ नुहाइ धुवाइ गरेर पनि हो कपाल अलि सुक्न लाग्यो। नुहाएर पनि अब चाहिँ म कुकिङपट्टि लागेँ होइन। कुकिङ मैले फर्स्टमै बनाएको छु आज अचार लसुन सक्यो अलरेडी। मामा मिट्स अलरेडी कुक्ड। सो यहाँ मेरो छ मेरो प्यारो कराईमा साग अलरेडी ससुराले काटेर धोएर पनि छोडेर राखिदिनु भएको रहेछ। त्यसको उयसमा एड गर्दैछु यो मेरो ठुलो खालको उयो हो। अन्त अब दाल बनाउँदिनँ आज म। किन दाल बनाउँदिनँ भन्दाखेरि चाहिँ म आज साग र यहीमा नै चिपचिप्ती झोल हाल्छु। कोलाई चाहिँ यस्तो खानु चाहिँ मनपर्छ गाइस। पानी पनि लगाएँ। अब यसलाई गुमाल्ने हो। त्यति बेलासम्म साग पनि पाक्छ गाइस। अलरेडी मार मसला सबै लगाएर मासु चाहिँ सिटी लाग्यो गाइस। साग यस्तो मकमक गनाउँदैछ। अहिलेको सागहरू मिठै हुन्छ है। अब यो मासुमा चाहिँ यो साग चाहिँ पाक्नु पर्यो। त्यसको चिपचिप्ती झोल राख्छु र त्यत्तिकै खाने हो गाइस। र त्यस्तै छ है। हामी यो चाहिँ सासू ससुरा र बुहारीको खाना हो। तर हामी चाहिँ धेरै नै पाक्छ। धेरै नै पाक्छ। बेलुकासम्म पनि भइहाल्छ गाइस। लन्चमा काँक्रा खाने हो है। लन्च टाइम हो 12 बज्यो। टक्कै खानु मन पर्यो। टक्कै गार्डनबाट तोडेर ल्यायो। आफूले रोपेको छ भने चाहिँ मेहनत गरेको छ यति चाहिँ थलामै खानु पाइन्छ है। सो गाइस मेरो आज लन्च है। लन्च खाने टाइम पनि भयो। भात साग र झोल मासुको झोल। एक्लै बसेर खानु पनि धेरै आदत भएको जस्तो लाग्छ। पहिला त एक्लै बसेर खानु कस्तो लाग्थ्यो हो।
अहिले त एक्लै बसेर खानु के जस्तो लाग्दैन गाइस है। के गर्नु, परिस्थितिले मान्छे काम गर्नु जानै पऱ्यो बाहिर हो। बेलुका चाहिँ मेरो 2 जना भान्सा र कुचे हुन्छ, तिनीसँग टाइम पास हुन्छ। अब त खानाहरू पनि प्रायः एक्लै दुक्लैमै खाने हो, आदत भयो, रुच्छ पनि है। ल धन्यवाद प्रभु, खाएँ साग। अहिलेको साग पनि मिठो हुँदो रहेछ गाइस। लु फर्स्ट बाइट तपाईँहरू मेरो सबै भ्युवर्सहरूलाई। साग त यसको मासु चाहिँ मिठो हुन्छ है, झोल क्या। गुन्द्रुकको त मिठो भएको छ, बेला बनाएर खानुहोस्। गुन्द्रुक भिजाएर क्या, प्याज टमाटर अन्त काँक्रा जे सब्जीहरू छ सानो काटेर लायो, त्यहाँदेखि काँचो तेल सर्सोको बनाएर खानु चाहिँ भात रुच्छ। मलाई त त्यसै पनि रुच्छ। मिठो रहेछ। आफै पकाइ आफै खाइ के गर्नु गाइस। रुबिना दिदी मेरो साह्रो भिडियो हेर्छ। रुबिना दिदी खरसाङबाटै, जो त्यहाँ खरसाङबाटै माथिको फुपू हुनुहुन्छ एउटा, यहाँबाट अब अरू चाहिँ कता कताबाट भिडियो हेर्छ। आफ्नो ठाउँको नाम लेख्नुहोस् ल। मलाई पनि हेर्नु मनपर्छ नि, तपाईँ कहाँबाट हेर्नुहुँदैछ भनेर। कमेन्ट डाउन गर्नु, कहाँबाट भिडियो हेर्नुहुँदैछ ल। म्याक्सिमम मेरो भिडियोहरू 50 जनाले हेरेकै हुन्छ। सबसे हाइएस्ट हेरेको होला 3500 कति। अन्त सर्ट्सहरू त अब नर्मली प्रायः सबैले हेर्दैकै हुन्छ हो। भए पनि हाम्रो चाहिँ घरमा पर्कको सिकुटी गाइस 1400 रुपियाँ केजी, 1400 1 केजीको 1400। यहाँ मेरो मकै पनि पर्किँदैछ। हेलो गाइज है, हाम्रो चाहिँ एकदम खरसाङ सेन्ट मेरिज भन्ने ठाउँमा, साथै तपाईँहरू ठाउँमा पानी चाहिँ यत्तिको आइरहेको होला, के गर्नु। टिप टिप वर्षा पानी भन्ने गाना याद आयो गाइस हो। के गर्नु, पानी परेकै छ। अन्त म चाहिँ मेरो फुलहरूले हेर्दैमा लागेर छ। यहाँ चाहिँ मेरो कफीबाट ल्याएर सर्जिना र लेटिसियानीले दिएको, सर्जिनाले विशेष गरी राखिदिएको फुल चाहिँ हेर्नु नि यस्तो दामी फुलिरहेछ, पिङ्क कलरको। यिनीहरूलाई चाहिँ यहाँबाट पनि निकालेर मैले यहाँ राखिदिएको छु। पानीले छुट्याउँदा छिट्टो झर्छ त हो, पानीले छुट्याउँदा लामो बस्छ कि भनेर हो। तर त्यसो छ, दिनहरू यसरी नै बित्दैछ गाइस। के गर्नु, कता ठाकठाक ठुकठुक गर्दैछ मान्छेहरूले, घरभित्र कामहरू गरिरहेको छ। यहाँ चाहिँ फिरोज मामाको फुल यत्तिको फुलेको छ हो। आम्मो पानी झरी हेर्दै पानी झरी के हो। यहाँ चाहिँ हाम्रो ककहरू। अन्त हेलो भन्दै, हेलो भन्दै, हेलो भन्दै त लाइक कमेन्ट सेयर गर्नु भन्दै न, लाइक कमेन्ट सेयर गर्नु भन्दै त भन्दैन हो। यस्तो त भएको छ, ससुराले स्याहार्छ गाइस जिन्दगीमा है। दुःख गर्ने अनुसार फली चाहिँ दिएको छ मेरो तन्दरे बन्दरे भएको चाहिँ यहाँ छ हो। होला